चाहिँ नि बच्चाहरूको घरमै हाइट कसरी मेजर गर्ने त्यस विषयमा छलफल गरेर गइरहेको छौँ। नजिकै स्वास्थ्य चौकी छ भने स्वास्थ्य चौकीमा लानु, स्वास्थ्य कर्मीले चाहिँ नि बच्चाको वेट हाइट सबै लिइदिनुहुन्छ। यदि नजिक स्वास्थ्य चौकी छैन र घरमै अब गर्न मन लाग्यो, कसरी कति फिटको कति सेन्टिमिटरको बच्चा भएछ भन्ने जान्न मन लाग्यो भने त्यसको विधिको बारेमा हामी छलफल गर्न गइरहेका छौँ। अब यो घरमै अब चेक गर्नु पर्दाखेरि यस्तो प्लेन सर्फेसमा चाहिँ नि बच्चा उभिनु पर्यो। पछाडि पनि अब चाहिँ नि हामीले चाहिँ नि गर्दाखेरि याद गर्नुपर्ने कुरा 5वटा मेजर कुराहरू चाहिँ नि यो भित्तामा चाहिँ टाँसिनु पर्यो। के हो भने सिधा उठ्नु, यो पछाडिको यो खुट्टाको खुर्कुचो पछाडि टाँस है। त्यसै गरी यो काफ, यो ब्याक पार्ट, यो ढाड अनि त्यसपछि टाउको, यो 5वटा क्रिटिकल पोइन्ट्सहरू छन् जुन कि हामीले चाहिँ यो बराबर सर्फेसमा उभ्याउँदाखेरि यो टाँसिनुपर्छ। अब यसको हाइट लिँदाखेरि बच्चाले चप्पल जुत्ता केही लाउनु भएन। अब यसमा हामीले चाहिँ लिनु पर्दाखेरि यसरी हामीले के गर्छौँ भने यो टाउकोमा स्केल राखेर है, अब कति दिन त यहाँ कपाल हुँदाखेरि हामीले चाहिँ यहाँ स्केल राखेर है बच्चालाई सिधा हेरेको हुनु पर्यो। यो 5वटा क्रिटिकल पोइन्ट मैले अघि पनि भन्दाखेरि त्यो टाँसेको हुनु पर्यो र यसरी बच्चाको चिउडा सिधा राख्ने ढाडहरू सबै सिधा हुनु पर्यो। उसको बडी सिधा है, सिधा राख्ने, फेरि माथि भयो सिधा गरेर ल सिधा हेर त्यो ल सिधा गरेर यहाँ हामीले चाहिँ के गर्ने त एउटा मार्क गर्ने है। यहाँ यसरी सानो मार्क गरेर अब यहाँ अब यता हो मार्क गर्दाखेरि कति कुद्यो त मेजरिङ टेप हामीले के गर्छौँ त तल। अब यो टेप छ भने त यो स्ट्रेट लाइनमा सिधै जाने भयो है। यसरी हामीले चाहिँ कहाँसम्म मार्किङ छ ठ्याक्क त्यहाँको हामीले चाहिँ नि लिन्छौँ। फिटमा लेख्ने कि त सेन्टिमिटरमा, सबभन्दा राम्रो यो सेन्टिमिटरमा लेखेको राम्रो। कति भयो 131 133 सेन्टिमिटर यसको चाहिँ हाइट हामीले मेजर गर्छौँ। र साथै इन्फ्यान्ट बच्चाहरू जो चाहिँ उभिन सक्दैन उनीहरूको चाहिँ हामी लेन्थ मेजर गर्छौँ। लेन्थ मेजर गर्नको लागि हामीले बच्चालाई सुताउनुपर्छ। त्यो चाहिँ नि हामीले एकदमै राम्रो कहाँ हुन्छ हेल्थ पोस्टमा। त्यो इन्फ्यान्टोमिटरमा चाहिँ बच्चाको वेट र बच्चाको लेन्थ कति छ त्यो सबै स्वास्थ्य कर्मीले चाहिँ मापन गरेर त्यो रेकर्ड राखिदिनुहुन्छ। धन्यवाद।